एक 8 वर्षकी सानी नानी जसको यस संसारमा आफ्नो आमा बाहेक कोही पनि छैन, तर पैसाको अभावका कारण आफ्नै छोरीलाई बेच्नु पर्दा सोच्नुहोस् त त्यो सानो बच्चालाई कस्तो महसुस भयो होला। एक दर्दनाक कहानी जो हरेक आमा बुवाले आफ्नो सन्तानका लागि भए पनि जान्न एकदमै जरुरत छ। त्यसैले भिडियोलाई अन्त्यसम्म हेरी साथ दिनुहोला। यस कहानीको सुरुवातमा पार्क नामको व्यक्तिलाई देखाइन्छ जो एक इन्स्योरेन्स कम्पनीको एजेन्ट हुन्छ। पार्कको काम पैसा वसुली गर्ने हुन्छ र त्यही क्रममा पार्क र उसको एसिस्टेन्ट एक लेडी भएको ठाउँमा पुग्छन् जसले पछिल्लो 2 महिनादेखि लोनको इएमआई भरेको हुँदैन। त्यस लेडीको साथमा एक सानी नानी पनि हुन्छ जसको नाम सियोङ्गी हुन्छ। पार्क सियोङ्गी कि ममलाई बताउँछ कि तिमीले लोनको पैसा अझै तिरेको छैनौ, छिटो अहिले नै पैसा निकालिहाल या त केही बहुमूल्य चिज मलाई बन्दकीमा देऊ। सियोङ्गी कि मम पार्कलाई बताउँछ कि मसँग त्यस्तो कुनै बहुमूल्य चिजै छैन सर, मेरो हस्बेन्डको पनि मृत्यु भइसक्यो, तपाईँ मलाई 1 महिनाको समय दिनुहोस्, म अर्को महिना एकैपटक सबै पैसा दिन्छु। तर पार्क उसको कुरै सुन्दैन र जबरजस्ती सियोङ्गीलाई उठाएर लैजान्छ र बताउँछ कि जब तिमी सारा पैसा बुझाउँछौ नि अनि बल्ल आफ्नो छोरीलाई लिएर जानु। सियोङ्गी कि मम पार्कलाई रोक्न थुप्रै कोसिस गर्छ, तर पार्क सियोङ्गीलाई त्यहाँबाट लिएर जान्छ। पार्क सियोङ्गीलाई आफ्नो घरमा लिएर आउँछ र बताउँछ कि तिमी डराउनु पर्ने कुनै आवश्यकता नै छैन नानु, तिम्रो मम पैसा लिएर आएपछि म तिमीलाई छाडिदिन्छु। सियोङ्गी एकदमै दुखी हुन्छ र आँखाभरि आँसु बनाएर रुन थाल्छ। नरोस् पनि किन, आखिर आफ्नो आमाको माया कसलाई हुँदैन र। यता सियोङ्गी कि मम एउटा ग्यारेजमा जान्छ र त्यहाँको ओनरलाई बताउँछ कि मेरो हस्बेन्ड यहाँ काम गर्नुहुन्थ्यो, उहाँको नाममा जति पनि पैसा छ प्लिज मलाई दिनुहोस् न, मैले लोनको पैसा फिर्ता गर्नु छ। ग्यारेजको ओनर बताउँछ कि त्यहाँ त्यस्तो कुनै पैसा छैन, तिम्रो हस्बेन्ड सबै पैसा लिएर अर्कै केटीसँग भागिसक्यो। यो सुनेर सियोङ्गी कि मम निकै दुखी हुन्छ र केही पैसा ओनरसँग उधारो माग्छ, तर ओनर उसको केही कुरै सुन्दैन र उल्टै उसलाई बताउँछ कि तिमी चाइनाबाट इलिगल तरिकाले कोरियामा आइबसेकी छौ, यदि फेरि तिमी यहाँ आयो भने म पुलिसमा कम्प्लेन गरिदिन्छु। यो सुनेर सियोङ्गी कि मम निराश भएर त्यहाँबाट जान्छ र टेलिफोनबाट आफ्नो अङ्कललाई कल गरी पैसाको हेल्प माग्छ र अङ्कल पनि उसलाई हेल्प गर्न रेडी हुन्छ। तर त्यत्तिकैमा त्यहाँ पुलिस आइपुग्छ। ग्यारेजको ओनरले पुलिसलाई कम्प्लेन गरिदिइसकेको हुन्छ। यता अर्कोतर्फ पार्क सियोङ्गीलाई लिएर उसको ममलाई कुरिरहन्छ, तर धेरै ढिला भइसक्दा पनि उसको मम उसलाई लिन नआएपछि पार्क सियोङ्गीलाई गाडीमा राखी उसको मम भएतिर जान थाल्छ। तर जाने क्रममा अचानक सियोङ्गी गाडीबाट निस्किएर भाग्न थाल्छ। पार्क र उसको एसिस्टेन्ट उसको पिछा गर्न थाल्छन्, तर सियोङ्गी त्यहाँबाट गायब भइजान्छ, जसका कारण पार्कलाई सियोङ्गीको चिन्ता हुन थाल्छ। यता सियोङ्गी आफ्नो घरमा पुग्छ, तर घरमा उसको मम त्यहाँ हुँदैन, जसका कारण सियोङ्गी एकदमै निराश हुन्छ। यता पार्क सियोङ्गी कि ममलाई खोज्दै जाने क्रममा पुलिस स्टेसनसम्म पुग्छ, जहाँ उसले सियोङ्गी कि ममलाई देख्छ। सियोङ्गी कि मम पार्कलाई सोध्छ कि मेरो छोरी ठिक छ नि। पार्क बताउँछ कि तिम्रो छोरी एकदम ठिक छ। पार्क उसलाई यो कुरा बताउँदैन कि उसकी छोरी सियोङ्गी कतै भागेर गायब भयो भने। सियोङ्गी कि मम पार्कलाई उसको अङ्कलको नम्बर दिँदै बताउँछ कि यो नम्बरमा कल गरी मेरो अङ्कलसँग पैसा लिनुहोस् र मेरो छोरीलाई पनि मेरो अङ्कलको साथमा पठाइदिनुहोस्, सायद म अब मेरो छोरीसँग भेट्न पाउँदिनँ होला। पार्क अब जसरी भए पनि सियोङ्गीलाई खोज्न चाहन्छ। सियोङ्गीलाई पार्कले सडकमा भेट्टाउँछ जो आफ्नो ममलाई खोजिरहेकी थिए। सियोङ्गी पार्कलाई देखेपछि सोध्न थाल्छ कि मेरो मम कहाँ हुनुहुन्छ, प्लिज मलाई मेरो ममसँग भेटाइदिनुहोस्। पार्क बताउँछ कि तिम्रो मम तिमीलाई सधैँका लागि छाडेर चाइना जानुभयो र अब तिमी आफ्नो अङ्कलसँग गएर बस्नुपर्छ जो तिमीलाई लिन आउँदै हुनुहुन्छ। सियोङ्गी यो सुनेर निकै निराश हुन्छ र त्यही आँखाभरि आँसु गरी रुन थाल्छ। पार्कलाई यो देखेर एकदमै नराम्रो लाग्छ र मन थाम्न नसकेर सियोङ्गीलाई आफ्नो घर लिएर आउँछ, जहाँ ऊ सियोङ्गीलाई खुसी बनाउन बाहिर घुमाउन लैजान्छ, नयाँ कपडाहरू किनिदिन्छ, जसले गर्दा सियोङ्गीलाई राम्रो लाग्छ। अब उनीहरू दुवैजना सँगै बस्छन्। सियोङ्गी पनि अब कता कता पार्कलाई आफ्नो बाबाको नजरले हेर्ने गर्थे र पार्क पनि सियोङ्गीलाई आफ्नै छोरी सरह मान्छ।
तर एक दिन सियोङ्गीको अङ्कल उसलाई लिन त्यहाँ आइपुग्छ। सियोङ्गी पार्कलाई छाडेर जान चाहँदिनथे, तर पार्क पनि यसमा केही गर्न सक्दैनथ्यो किनकि यसो गर्नका लागि सियोङ्गीको ममले नै उसलाई भनेकी थिए। जाने क्रममा पार्क सियोङ्गीलाई एक सिडी प्लेयर पनि दिन्छ र अब सियोङ्गीलाई उसको अङ्कलले लिएर जान्छ। सियोङ्गी त्यहाँबाट गएपछि पार्क आफूलाई निकै एक्लो महसुस गर्छ। उसको काममा पनि उसलाई कुनै मन नै लाग्दैन र हरेक पल सियोङ्गीलाई मात्रै याद गरिरहन्छ। रगतको नाता नभए पनि पार्कलाई सियोङ्गी आफ्नै छोरी जस्तै लाग्थ्यो। त्यसैले पार्क सियोङ्गीको अङ्कललाई कल गरी उसको बारेमा सोध्छ र कुरा गर्न पनि चाहन्छ। तर हरेक पटक सियोङ्गीको अङ्कल एउटा बहाना बनाई पार्कसँग सियोङ्गीको कुरा गराउँदैन, जसका कारण पार्कलाई अब अङ्कलमाथि शङ्का हुन थाल्छ कि केही त पक्कै गडबड छ भनी। त्यसैले अब पार्क सियोङ्गीको अङ्कलको फोन नम्बरबाट उसको घरको एड्रेस पत्ता लगाई घरमा पुग्छ र अङ्कललाई बताउँछ कि म सियोङ्गीलाई भेट्न चाहन्छु, सियोङ्गी कहाँ छ? अङ्कल सुरुमा त अर्कै कुरा गरी बहाना बनाउन थाल्छ, तर पार्क जबरजस्ती अङ्कललाई सोध्न थालेपछि अङ्कल बताउँछ कि मैले सियोङ्गीलाई एक एजेन्टको मार्फत बेचिदिएँ। यो सुनेर पार्क भिरबाट खसे जस्तै हुन्छ। उसलाई सियोङ्गीको झन् चिन्ता हुन थाल्छ। अर्कोतर्फ यता सियोङ्गीलाई देखाइन्छ जो एक नाइट क्लबमा काम गरिरहेकी हुन्छे। उसलाई त्यहाँ काम गर्न निकै गाह्रो भइरहेको हुन्छ। आखिर भर्खर त 8 वर्षकी थिए। सियोङ्गी आफ्नो मम र पार्कलाई सम्झिँदै खुब रुन्छे। सियोङ्गीसँग पार्कको फोन नम्बर हुन्छ र ऊ एक दिन जसोतसो गरी पार्कलाई कल गर्छे र त्यस क्लबको लोकेसन दिन्छे। पार्क यो सुन्ने बित्तिकै केही पलमै त्यस क्लबमा पुग्छ जहाँ सियोङ्गीको हालत देखेपछि पार्कको आँखाभरि आँसु हुन्छ र साथमा उसलाई एकदमै रिस उठ्न थाल्छ। सियोङ्गी पनि पार्कलाई देख्ने बित्तिकै आफ्नो आँसुलाई रोक्न सक्दिन, तर त्यत्तिकैमा त्यहाँ क्लबको ओनर आइपुग्छ, जसलाई देखेपछि पार्कको रिसको सीमा नै रहँदैन। पार्क उसको घाँटी अठ्याई उसलाई त्यही मार्न लाग्छ, तर पार्क एक असल मनको मान्छे हो, त्यसैले पार्क उसलाई त्यही छाडिदिन्छ र सियोङ्गीलाई लिएर त्यहाँबाट निस्कन्छ। अब पार्क सियोङ्गीसँग एक नयाँ जिन्दगीको सुरुवात गर्न चाहन्थ्यो। पार्क सियोङ्गीलाई स्कुलमा भर्ना गराउन लैजान्छ, तर टिचर बताउँछ कि हामी उसको एडमिसन यहाँ गर्न सक्दैनौँ किनकि ऊ कोरियन होइन, तर यदि कोही कोरियन उसलाई एडप्ट गर्छ भने हामी उसको एडमिसन गराइदिन्छौँ। यो कुरा सुनेपछि पार्क झन्नै खुसी हुन्छ र उसलाई एडप्ट गर्छ। अब सियोङ्गी पार्कको अफिसियल छोरी भइसकी। दुवैजना पहिलेभन्दा पनि झन् खुसीका साथ बस्न थाल्छन्। समय पनि बित्दै जान्छ र अब सियोङ्गी पनि ठुली भइसकी। सियोङ्गी एकदमै ट्यालेन्टेड स्टुडेन्ट हुन्छ, जसले गर्दा पार्कलाई आफ्नो छोरीप्रति निकै गर्व हुन्छ। तर एक दिन पार्कले खबर पाउँछ कि सियोङ्गीकी मम, जसलाई कोरियाबाट चाइना पठाइएको थियो, ऊ एकदमै सिकिस्त बिरामी हुन्छे र जसरी भए पनि आफ्नी छोरी सियोङ्गीलाई भेट्न चाहन्थे। त्यसैले पार्क सियोङ्गीलाई चाइना लिएर जान्छ, जहाँ सियोङ्गीकी मम सियोङ्गीलाई भेट्न पाउँदा निकै खुसी हुन्छे। सियोङ्गीकी मम पार्कलाई मनैदेखि धन्यवाद दिन्छे किनकि पार्कले सियोङ्गीको यति राम्रो ख्याल राखेको थियो। साथमा ऊ पार्कलाई बताउँछ कि सियोङ्गीको ड्याड अझै जिउँदैछ र ऊ कोरियामा नै छ। म चाहन्छु कि सियोङ्गी एकपटक आफ्नो बाबालाई भेटोस्। यो कुरा सुनेर पार्क एकदमै छक्क पर्छ किनकि उसलाई लागेको थियो कि सियोङ्गीको बाबाको मृत्यु भइसक्यो। तर पनि पार्क सियोङ्गीकी ममलाई बताउँछ कि म सियोङ्गीलाई उसको बाबासँग अवश्य भेट गराउनेछु। यो भनिरहँदा पार्क भित्रैदेखि एकदमै टुटिसकेको थियो किनकि ऊ सियोङ्गी बिनाको जिन्दगी कल्पना गर्न पनि सक्दैनथ्यो। तर पनि आफ्नो भावनालाई शान्त पारी उनीहरू कोरिया फर्कन्छन्, जहाँ पार्क सियोङ्गीको बाबालाई खोज्न थाल्छ र एक दिन उसले सियोङ्गीको बाबाको ठेगाना थाहा पाउँछ र सियोङ्गीलाई उसको असली बाबासँग भेट गराइदिन्छ। पार्क भित्रभित्रै एकदमै रोइरहेको हुन्छ किनकि उसले सियोङ्गीलाई सानैदेखि हुर्काएर ठुलो बनाएको थियो र आफ्नै आँखा अगाडि आफ्नो सबैभन्दा अमूल्य चिज अरू कसैले लैजाँदा कसको मन नरुला र। पार्क निकै दुखी हुन्छ, तर त्यत्तिकैमा उसको फोनको रिङटोन बज्न थाल्छ र त्यो कल सियोङ्गीको हुन्छ, जहाँ ऊ बताउँछ कि बाबा, तपाईँ मलाई यहाँ एक्लै छाडेर कता जानुभएको? मेरो असली बाबा त हजुर नै हो।
म हजुर बिना बाँच्न सक्दिनँ बाबा। हजुर प्लिज मलाई छिट्टो घर लैजानुहोस् न, म हजुरलाई यहाँ कुरिरहेकी छु। यो कुरा सुनेर पार्कको खुसीको सीमा नै रहँदैन र हतपत बाइक लिएर स्योङ्गीलाई लिन निस्कन्छ। तर जाने क्रममा अचानक उसलाई जोरको चक्कर आउँछ र जसका कारण उसको बाइक एक्सिडेन्ट हुन पुग्छ। पार्कको स्वास्थ्य अवस्था धेरै पहिलेदेखि नै खराब हुन्छ, तर उसले आफ्नो स्वास्थ्यको पनि व्यवस्था गरेर आफ्नो सबै पैसा स्योङ्गीको पढाइ र उसको भविष्यका लागि खर्च गर्यो। एक्सिडेन्ट पछि स्योङ्गी र पार्कको एसिस्टेन्ट दुवैलाई पार्कको बारेमा कुनै अत्तो पत्तो नै हुँदैन कि आखिर पार्क कहाँ गयो। दुवैजना एकदमै चिन्तित हुन्छन् र यसरी नै धेरै समय बित्दै जान्छ र एक दिन स्योङ्गीलाई पार्कको एसिस्टेन्टको कल आउँछ, जहाँ उसले पार्कको लोकेसनको बारेमा बताइदिन्छ र स्योङ्गी एकदमै खुसी र एक्साइटेड हुँदै आफ्नो बाबालाई भेट्न निस्कन्छ। जब स्योङ्गी त्यस लोकेसनमा पुग्छ त त्यो एक मेन्टल हस्पिटल हुन्छ र जब स्योङ्गीले आफ्नो बाबा पार्कलाई देख्छ त ऊ मनमा नै निकै रुन्छ र कता कता आफ्नो बाबाको यो अवस्थाको जिम्मेवार आफूलाई ठान्छे। डाक्टर स्योङ्गीलाई बताउँछ कि पार्कले आफ्नो सबै यादहरू बिर्सिसकेको छ र उसको दिमागी अवस्था एकदमै खराब छ। यदि उसले समयमै आफ्नो उपचार गरेको भए यस्तो हुँदैन थियो। डाक्टर स्योङ्गी र पार्कको एसिस्टेन्टलाई एक डायरी पनि देखाउँछ जो पार्कको हुन्छ, जहाँ हरेक पानामा स्योङ्गी मात्र लेखिएको थियो, जसबाट थाहा हुन्छ कि आखिर पार्क स्योङ्गीलाई कति माया गर्दो रहेछ भनी। जब डाक्टर उनीहरूलाई पार्कसँग भेटाउन लैजान्छन् तर पार्क लगातार बाहिर हेरिरहन्छ। पार्कले स्योङ्गी र उसको एसिस्टेन्टलाई पनि चिन्नै सक्दैन। स्योङ्गीले पार्कको सक्सभित्र एक पासबुक भेटाउँछ जहाँ पार्कले आफ्नो सारा पैसा स्योङ्गीका लागि भनेर बचाएर राखेको थियो, जुन पैसा ऊ आफ्नो उपचारका लागि पनि खर्च गर्न सक्थ्यो। स्योङ्गी यो सब कुरा थाहा पाएपछि एकदमै इमोसनल हुन्छ र पार्कलाई आफ्नो अँगालोमा अँगाल्छ। स्योङ्गीको आँखाभरि आँसु हुन्छ, नहोस् पनि किनकि उसको आफ्नै बुबाले ऊ र उसको ममलाई छाडेर गयो, तर पार्कले उसलाई सानैदेखि आफ्नै छोरी नभए पनि छोरी सरह उसलाई हुर्कायो, पढायो र यति मात्र नभई आफू बिरामी हुँदै पनि आफ्नो सारा जिन्दगीको कमाई स्योङ्गीका लागि बचाएर राख्यो ताकि उसको भविष्य उज्जवल होस्। आहा, मन होस् त पार्कको जस्तो। स्योङ्गी बताउँछ कि बाबा तपाईँले मेरा लागि यत्रो गर्नुभयो, अब म हजुरको ख्याल राख्नेछु बाबा। स्योङ्गी पार्कलाई घर लिएर आउँछ र आफ्नो बाबाको राम्ररी ख्याल राख्छ। समय बित्दै जान्छ र आज स्योङ्गीको विवाहको दिन हुन्छ। पार्कको सपना हुन्छ कि ऊ स्योङ्गीको विवाह एक असल केटासँग होस्। आज पार्कको सपना पुरा भएको छ। सबैजना ताली बजाइरहेका हुन्छन् र त्यत्तिकैमा पार्क स्योङ्गीलाई छोरी भनी बोलाउँछ, यानि कि पार्क अब ठिक भइसकेको थियो। यस कहानीबाट हामीले सिक्न सक्छौँ कि सम्बन्ध भनेको रगतको मात्र हुँदैन। हामीले हाम्रो मन सफा राख्नुपर्छ र सबैलाई माया गर्नुपर्छ। आशा गर्छौँ हजुरहरूलाई यस कहानी मन पर्यो होला।